सहयोगमा हामी त्यहाँ सुगर पालिकाका क्लबहरूबाट पाल्नुभएका टिम म्यानेजरज्यू हजुरहरूलाई टाइसिटको अष्टमी कस्तो पर्छ गाजा गरिदिनु होला बुमला श्रेष्ठज्यू वेटिङ जोनमा लाइनअप भएर उभिनु पर्नेछ। सबैभन्दा पहिले प्रतिस्पर्धा गर्ने टोलीहरू आफ्नो वेटिङ जोनमा लाइनअप भएर बस्नु पर्नेछ। टिम ए अथवा नामाङ्कन गरेको टिमको वेटिङ जोन यो बायाँपट्टिको पालको नजिकै रहेको छ भने टिम बी को दाहिनातर्फ रहेको छ। खेलाडीहरू वेटिङ जोनमा लाइनअप भइसकेपछि रेफ्रीबाट एउटा वर्ड अफ कमान्ड आउँछ। त्यो वर्ड अफ कमान्ड भनेको बोथ टिम टेक योर पोजिसन, बोथ टिम टेक योर पोजिसन। दुवै टोली आफ्नो आफ्नो जग्गा लिनु होला भनिसकेपछि दुवै टोलीहरू बायाँपट्टि रहेको टोलीहरू टर्न गरेर डोरी भएको लाइनबाट अगाडि आउनु पर्नेछ भने यसै गरी अर्को टोली पनि त्यही तरिकाले आउनु पर्नेछ। जब डोरी भएको ठाउँमा दुवै टोली लाइनअप भइसकेपछि त्यति बेला तपाईहरुले आफ्नो स्ट्रेचिङहरु आफ्नो मसल्सहरु के गर्नु छ के मिलाउनु छ तपाईहरुले मिलाउन पाउनु हुनेछ। तर त्यो दौरानमा कसैले पनि डोरीलाई छुन सक्ने छैन र डोरीलाई नाग्न सक्ने पनि छैन र डोरीलाई खुट्टाले छुन पनि सक्ने छैन। अब टिमले जग्गा लिइसकेपछि दोस्रो कार्य हुनेछ हाम्रो टसको। अब टस गराउनका लागि रेफ्रीले बोथ टिम क्याप्टेन भन्छ। बोथ टिम क्याप्टेन र सिग्नल तपाईहरुलाई यसरी दिन्छ। दुवै टिमको क्याप्टेनहरु रातो रेखाले मार्क गरिएको ठाउँमा आउनु पर्नेछ। आइसकेपछि रेफ्रीले नबोलिकन हातलाई इशारा गर्नेछ। यो इशारामा दुवै टोलीले हात मिलाउनु पर्नेछ। त्यसपछि रेफ्रीले टसको लागि दुवै टिम मध्येमा माध्यमिक लालकुमारी माध्यमिक विद्यालयका अध्यक्ष दिननाथ गिरिज्यू, त्यसैगरी युवा नेता विकास गिमालीज्यू, त्यसैगरी अनेमासङ जिल्ला अध्यक्ष विष्णु केसीज्यू, त्यसैगरी युवा नेता मेघराज भट्टराई, शंकर पाण्डे र ड्यासमा उपस्थित सम्पूर्ण नेतागणहरू र यस सौभाग्य युवा क्लबका अध्यक्ष सुजु बल्ल, उपाध्यक्ष राजु रिजाल, त्यसैगरी यो खेलकुद व्यवस्थापन चौर व्यवस्थापन समितिका संयोजक रवि गौतमजी र सम्पूर्ण पालिकाबाट पाल्नुभएका टिम कोच, टिम म्यानेजर, खेलाडी साथीहरू, सुरक्षाकर्मी साथीहरू, पत्रकार मित्रहरू र उपस्थित सम्पूर्णलाई नेपाल खेलकुद महासंघको तर्फबाट
हार्दिक स्वागत बसिरहेको हुन्छ। न्यानो अभिवादन गर्दै यो खेलकुदको उसमा लामो भनाइ नराख्दै आफ्नो कुरालाई अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय खेलकुद। भनेपछि तपाईँहरू के गर्छ त अब यो छ हो क्या हामी एउटा खेलाडीको भएको नाताले गोडाफाट सतर्कता आउँछ नि हामीले होइन अब सतर्कता टर्न हुने अनि टर्न हुनेर म सँगसँगै आउनु है सम्पूर्ण खेलाडी साथीहरू कृपया राष्ट्रिय गानमा सहयोग भइदिनु होला। अब जानु आउनु यसरी आउनु ल सम्पूर्ण खेलाडी साथीहरू कृपया राष्ट्रिय गानमा सहयोग भइदिनु होला। आफ्नो आफ्नो स्थानबाट है इम्प्रेसन देखाउनु पर्छ क्या त्यो साइकोलोजीको आफ्नो हातलाई चाहिँ अलग अलग प्रयोग गर्न पर्छ अनि एउटा तपाईँको त्यो जो सबभन्दा अगाडि हुनुहुन्छ एउटा बाइक कृपया खेलाडी साथीहरू जुत्ता अनिवार्य लगाउनु होला। गरिदिनु होला। हार्दिक अनुरोध गर्दछु। अहिले यसरी डिस्टेन्स के ल अब यो ल हातिनु ल ह्यान्ड्स डाउन यो भयो होइन अब तपाईँको पोजिसन यो छ है यतिमा बस्ने मैले अगाडि के भने गोरी अब छुने हो टिम लग्यो है टस पनि भयो है हाम्रो है अब त्यसपछि यसै गरी युवा नेता कमरेड दीपक खड्कीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु होला। हार्दिक अनुरोध गर्दछु। ठ्याक्क जाने अनि यसरी उठाउने है यसरी उठाएर अब पोजिसन मिलाउने म यसरी बस्दा हुन्छ कि यसरी बस्दा हुन्छ कि त्यो तपाईँको कोचहरूले सिकाउनु भयो होला है त्यो मैले भन्ने कुरा हुँदैन। रोयल जिमेन फिटनेसका खेलाडी साथीहरू कृपया 3 मिनेटको अवधिभित्र मैदानभित्र प्रवेश गरिदिनु होला। यसपछि तपाईँ टिम यता आउँछ यता यसपछिको गेम बुटोल फिटनेस भर्सेस किङ अफ फिटनेस। कृपया तयारी आउँछ भाइ 0 0 क्यालोरी इच्छाबाट नै जाने जाको बेलामा अघि नै भने गेम त होइन तर हजुर नमस्कार। केटा पोजिसन चाहिँ यस्तो ठाडो होइन यो है यो समाउँदा 45 डिग्री
उसले पोजिसन गर्छ सिधै उभिएछ यस्तो ढल्केर एक जित्यो अनि बल एकैचोटि तान्नु पर्छ के हक गरेर एउटाले तान्ने एउटाले क्याप्टेन हात मिला अब हुन गइरहेको दोस्रो खेल बुटोल फिटनेस भर्सेस किङ अफ फिटनेस कृपया तयारी अवस्थामा रहनुहोला ल जित्यो ल कपिल बुटोल फिटनेस भर्सेस जित्यो